हजुरलाई आज यस पोखरा गौशाला जय पोखरा गौशाला। म यति बेला यो पोखरा गौशाला वडा नम्बर 15 मा छु। आदरणीय गुरुजनको समीपमा छु र विशेष गरी अब यो भर्खरै हामीले हेऱ्यौँ गौमाताहरू चरणको लागि निस्कनु भएको छ। 125 भन्दा बढी साना ठुला बाछा गाई गौमाताहरू हुनुहुन्छ। उहाँहरूलाई खानपिनको अभाव, अलिकता यहाँ बसाइ भौतिक पूर्वाधारहरूको पनि असाध्यै कमी देखियो। खचाखच गाईहरू मिलाएर जबरजस्त चाहिँ व्यवस्थापन गर्नुपर्ने छ। स्थानीय स्तरका लोकल प्रजातिका गाईहरू सडकमा चाहिँ लावारिस अवस्थामा, सडकमै चाहिँ रहेको अवस्थामा उद्धार गरेर उठाएर एउटा चाहिँ छानामुनिसम्म ल्याएर राख्ने काम भएको छ। र यो एउटा राज्यकै दायित्व हो, स्थानीय सरकारकै चाहिँ एउटा एजेन्डाभित्र पर्ने योजना हो। तर पनि उहाँहरूले यसलाई अलिकता अनुकूल नमिलेर हो या उहाँहरूले नचाहेर हो, यो व्यवस्थापन त्यति राम्रो हुन सकेको छैन। एउटा सीमित व्यक्ति आदरणीय गुरुजनहरूको कृपाले यतिको चाहिँ यो एउटा सहयोग उठाएर ल्याएका टिनहरू, ट्रस्टहरूबाट यत्रो गाईलाई व्यवस्थापन गर्ने, सानालाई छुट्टै, अलिकता चाहिँ भनौँ न अब उत्पादन योग्य गाईहरूलाई छुट्टै, अनि वयोवृद्ध चाहिँ सेवामूलक गाईहरूलाई छुट्टै राख्दाखेरि निकै नै कठिन छ। यो लोकल प्रजातिका गाईहरू भनेका अब यो लोपोन्मुख स्थितिमा छन्। यो 1000 जनामा छान्दाखेरि एउटा पाउन पनि बडा मुस्किल छ। र यस कारणले गर्दाखेरि अहिले मलाई के लाग्छ भने आदरणीय गुरुजन, अब हजुरहरूको विषयमा मैले यहाँ के अध्ययन गर्ने, देख्ने, सुन्ने मौका पाएँ। म के भन्छु भने 4 धाम नजानुहोस्, भ्याउनु हुँदैन भने नजानुहोस्, तर तपाईँको इच्छाले जहिले जाँदा नि भयो। मठ मन्दिरमा गएर भाकल पूजा नगर्नुहोस्। एउटा भिडियो स्टार्डमको लागि कहीँ कतै त्यस्तो चाहिँ भिडियो क्रिएसन गरेर त्यस्तो डोनेसनहरूको यो चाहिँ त्यस्तो नदेखाउनुहोस्। तर रियालिटीमा तपाईँ यहाँ आउनुहोस्, गौमातालाई एउटै मात्रै केराको कोसा ल्याए पनि तपाईँको लागि ठुलो लाभ पुग्ने मूल्य छ। त्यो भन्दा पनि ठुलो यो एउटा अझ व्यवस्थित हुनैपर्ने, बनाउनु पर्ने यो ठाउँ। यहाँ चाहिँ नि गौमाताका चाहिँ गोबरहरू, मूत्रहरू यहाँहरूले चाहिँ लगेर आफ्नो घरमा पनि सेवा गर्नुहोस् र गौमातालाई पनि एउटा पराल, झुटो कुँडो, घाँस केही व्यवस्था सौजन्य यहाँहरूको तर्फबाट हुन्छ। सधैँ सहयोगबाट मात्रै गौमाताहरू पालिने छैनन्। तर विडम्बना हाम्रो समाजमा आज गौमाताहरूलाई सबैले चाहिँ सेवा गर्ने पर्ने ठाउँमा हामी व्यवस्था गर्दै लावारिस छोड्दै गइरहेका छौँ। जसले पालेर घरमा राखेर उत्पादन लिन्जेसम्म लिएर यो चाहिँ सडकमा ल्याएर छोड्नुभयो, उहाँलाई त धन्यवाद भन्न चाहन्छौँ हामी। किनभने उहाँहरू जस्तै व्यक्तिको कारणले आज हामीले यो ठाउँ आएर हेर्नु, घुम्नु, सेवा गर्नु पायौँ। आदरणीय गुरुजनहरू 365 दिन, दिनको 12, रातको 12, 24 घन्टा खट्नु भएको छ। हजुरहरूको अगाडि हामी केही पनि होइन, हामीले त हेरिदियौँ मात्रै, कुरा सुनिदियौँ मात्रै, केही गर्न सकेका छैनौँ। तर जसले यो भिडियो हेर्नु भएको छ, जसले सन्देश सुन्नु भएको छ, कृपया एकपटक पोखरा गौशाला आएर गौमाताको सेवा मात्रै गरेर, दर्शन मात्रै गरेर जानुहोस्, यति भन्छु। जय गौमाता, जय गौमाता, जय पोखरा गौशाला, जय गौमाता।